यहाँ चाहिँ हाम्रो करण सान हुनुहुन्छ है आज चाहिँ ट्रेकिङ जान लाग्नु भएको छ कन्सल्टेन्सीबाट आज बिहान ब्रेकअप भएर पनि चिलमा छन् मान्छेहरू यहाँ करण सान पछाडि अटोमा छन् मान्छेहरू इन्ट्रोडक्सन दिन पिकनिक जाने भने यो मान्छे घरबाट रोल्पाबाट आइपुगेको छ रोल्पाबाट कति घन्टामा 3 घन्टा 2 घन्टा 2.5 घन्टामा यो चाहिँ हात्तीको बच्चा हेलो गाइस हामी चाहिँ अब हैन यसो हात्ती खर्कतिरको सवारी हैन कोत्रो बाइकको कोत्रो हैन बे वराङ 15 सेचे ओ राइडर हेर भित्रीको सिटमा यत्रो मान्छे बसेर जाला स्कुटी अब करणले उ गरिदिनु खान यहाँ चाहिँ बाटो यसो त्यही पनि हामी बिस्तारै हाम्रो अब राइडर अब अक्खा बिहान रोल्पाबाट आएको रोल्पाको बाटो चलाएर यो बाटो त केही पनि लाग्दैन यहाँलाई होइन करणले चाहिँ त्यहाँबाट स्कुटी तारिदिनु लगाइरहेको बाटो हेर्न सक्नुहुन्छ हजुरहरू आउन चाहनुहुन्छ भने अलि विचार गरेर आउनु होला मात्र हामीसँग अक्खा राइडर भएर मात्र हामी यस्तो खतरनाक बाटोमा पनि ट्राभल गरिरहेको त्रिपल रोड नत्र भने केरु जस्तो राइडर हुन्थ्यो भने हामी 2 चोटि चिप्पिसक्थ्यौँ हामी जताबाट आयो त्यतै फर्किया हुन्थ्यौँ हो क्या त्यहाँले स्कुटी तल हाल्नु लागि यार चिप्लेर यार बाइक साथी त्यसो भए तिमी लाज मान क्या केटीसँग बाइकको लाइसेन्स छ तिमीसँग छैन जाउँ न यार नाइस यो एबिएस भएको चिप्लेला भन्ने डर हुन्न क्या यस्तो मान केरुको भइदियो भाइ कति स्लिप आइसक्यो अनि दोस्त ल है ल यहाँ रोकिनु भएको छ जाउँ न त्यतिर बाटो बनाएर झन् गल्ती गरेछ क्या हो कि क्या यहाँ चाहिँ बाटो चाहिँ अलिक चिप्लो छ है जोडिसक्नु भए यहाँ चाहिँ हुसु लाग्ने जस्तो रहेछ तर पनि लागेन हाम्रो अक्खा राइडर हुँदा हामीलाई टेन्सन छैन ठिक छ हिँड्दै आउने भने अटो चाहिँ यस्तो बाटोमा चाहिँ अटो आइरहेको अटो चाहिँ मान्छे खाल्टोमा यहाँ 200 मिटर मात्र अटोमा बस्नुभयो होला अरू सब हिँडेर आउनु भएको मोबाइलमा भिडियो बनाइराख्नु भएको छ हाम्रो गोप्रोमा भिडियो बनिरहेको हो कि क्या ल है हामी चाहिँ अब जाँदैछौँ माथि त्यहाँ गएँ मलाई चप्पलले आज न्याय पाउँछ क्या यहाँ चाहिँ बल्ल है बल्ल हामी चाहिँ त्यही उसकै बाटोमा फलो गर्दै गइरहौँ स्कुटरले बनाएकोमा त्यही पनि केही छैन उहाँ चाहिँ बङ्गाउँदै हिँड्छ कहिले यता छेउबाट उता छेउ है त्यहाँ स्कुटीमा यो मोबाइलमा आएपछि जुम हुन्छ नि आफै गर्न मिल्यो आफूले हो कि क्या बाटोले त मस्त एडभेन्चर फिल दिएर हामीलाई होइन त्यही पनि हामी हार मान्दैनौँ माथि पुगेर छोड्छौँ अटो चाहिँ कसरी आउने भन्नेमा छु क्या म कपाल र केटी गर्लफ्रेन्डले कहिले साथ नदिने भए जुन बेला चाहिँ आउँछ त्यही बेला धोका दिन्छ के भयो यस्तो यहाँ भन झ्याक्यो स्कुटर धेरै झ्याक्यो होइन गाह्रो छ
30 लिन दोस्तले सेन्से अन्य 33 हाई गर्दै जाने सब मिल्छ हेलो गाइज होइन अहिले चाहिँ हामी हात्तीखर्का पुग्नलाई बाटोमा छौँ यहाँ चाहिँ सबजना अगाडि अगाडि हिँड्नु भए म चाहिँ पछाडि पछाडि छ सबभन्दा लास्टमा भिडियो हेर्नु सक्नुहुन्छ पछाडिको केक पोकेर यस्तै छ हिजो थियो बर्थडे आज जस्तो लागिरह गनायो तपाईँले हो क्या हामी जाने गाह्रो भइसक्यो यहाँ हिँड्दा हिँड्दै बाटोमा यहाँ दिदी साह्रै गाह्रो पर्यो बाटैबाट हामी घर फर्किन मात्र नसक्यो यहाँ पुरा सब थाकिनु भइसक्यो रहेछ ल बाई बाई म फोन गर्छु फर्किने बेला ल बाई निगालो चोयाले ज्यानै खायो त्यो करणको मायाले हाई मात्र गर्ने बोल्नु न के लौ न ल माया लौ भन्दा रोल्पाबाट मान्छे आयो भएर हो क्या रोल्पाली सिस्टम भन्नु अब यहाँ चाहिँ रुख ढल्या रहेछ होइन यहाँ अब छिरेर जानुहुन्छ के गर्नुपर्छ यहाँ चाहिँ ढुङ्गा चढाउनु पर्छ अरे है यहाँ हावा तालको भनाइ हाम्रो पछि आइराख्नु भएको छ सबभन्दा बुढो भाग अनि जे भने हाम्रो हित्ती हुनुहुन्छ हाम्रो यासे याम जे याचे याने गु अनि हाम्रो यहाँ हुनुहुन्छ टिए आरे पान्दा के हात्ती सब गाइजहरू थकित छ हेलो तेरा बाउ ब्लकको क्रिएटर ब्लग क्रिएटर होइन हाम्रो मङ्की किङ चिनप ल चिनप कहाँ से आता है ऐसा मनुष्य धरती से पेड़ से के तारा दिँदै चाचु परेको पहिला चाहिँ हामी चाहिँ माथि डेस्टिनेसनमा पुगिसकेका छौँ यहाँ लाइट छ यहाँ मन्दिर छ हजुरहरूले मनबाट माग्नु हो भने सब पुरा हुन्छ है टक्क यहाँ करण सानो उता जाँदैछन् कहाँ हग्न जान लाग्यो क्या त्यही बस्ने त्यही तल जस्तो माने मैले बस्ने त उही सुरुमा आएको थियौँ नि भनेको छु भन्नु गालामा त रौ छैन
अरे मलाई किन गइदिएर मैले गरिदिन्छु कता गयो के भयो धेरै बस्दैन कि यता एकछिन ल ल बरु यस्तो क्यामेरामा हेर्दै जानु के तपाईहरु सबै यार दिदीले त के भन्नु लास्ट बिस्तारै नम न यहाँ चाहिँ अहिले पानी परेर आएको छ हामी फर्किँदा भिजिसक्यौँ छाता छ छाताले केही काम गरेको छैन यहाँ यो बाटोमा एबिएस पनि लागिरहेको छैन अहिलेको कन्डिसनमा अब हाइड्रोलिकवाला हुनुपर्ने रहेछ हेर्नु है हाइड्रोलिक ब्रेक भएको अब ल्याउनु पर्ने जस्तो चप्पल पनि केही छैन ठिक छ सब होस् तर हिँड्दा बेला चप्पल चाहिँ नछुट्योस् त्यही भन्न चाहन्छु म सेतो रातो सेतो रातो या जोडी के रो जोडी त साँच्चै सेतो रातो ए कलकत्ती कान्छ के सुन्दर टाङ्गो टेबलमा ऐना छ चार गयो मलाई हेर हामी चाहिँ तल पुग्न लागिसक्यौँ हामी डेस्टिनेसनमा माथिबाट आइसक्यौँ अब यस्तै छ यतातिरको हालत पानी परेर यो मौसम हेर्न सक्नुहुन्छ हजुरहरूले होइन यहाँ हुस्सु तल बादल हिँडिरहेको छ तर होइन हल्का हल्का मात्रै देखिरहेछ यता हेर्न सक्नुहुन्छ सेतो हल्को सु हाल्दैन एकचोटि रोनाल्डो सु चाक मात्र देखियो हेलो गाइज वेलकम टु तेरा बाउ भ्लग आज चाहिँ हामी यहाँ माथि आएको थियौँ अब फर्किँदाखेरि यहाँ बाटो यस्तो छ होइन अब यो बाटोमा अब केही हुन्न तर पनि हामी जान्छौँ होइन बाल छैन एक बारको जुनी पल्टे पनि चोटै लाग्ने तर भिरबाट नखसम अरू जेसुकै एक बारको जुनी पल्टे पनि किनकि दोस्त अलि